नमस्ते सबैजनालाई। सदाझै आज बिहानीको काम सुरु भयो। मौसम पनि एकदम चिसो छ। पोर्चुगलको समयअनुसार अहिले टेम्परेचर चाहिँ अहिले 10 डिग्री छ। ठिकै छ अन्य देशको तुलनामा। अब त्यति चिसो पनि होइन। डेनमार्क, स्विडेन, उता नर्वे, बेल्जियमतिरको भन्दा त त्यति चिसो ठाउँ चाहिँ होइन। अहिले 10 डिग्री छ। म तपाईहरुलाई यो काँक्रा र यो म्याङ्गो स्पेशली यो सुशीमा युज गर्नलाई चाहिँ प्रयोग गरिन्छ। त्यसलाई काट्ने तरिकाहरू सिकाउँछ है। यो काँक्रो मैले अलरेडी धोइसकेको छु। बोक्रा फाल्ने सर बोक्रा फालिसकेपछि दायाँ बायाँ मुरीको साइजमा चाहिँ यसरी न्याप्ने। लामो पनि हुनु भएन, छोटो पनि हुनु भएन। साइड काट्ने यसरी घुमाएँ। तपाईँ एक बिटा, मेरो यो मुरीको साइज चाहिँ एक बिटा हुन्छ। ल यति काट्यो, सेम साइज यो अब यसलाई चाहिँ चार साइडबाट चार निकाल्ने। 1 यसरी लिने, यसरी काट्ने, यसरी काट्ने। यो भित्रको गिरी चाहिँ एकदम गिलो हुन्छ, पानी हुन्छ, यो युज हुँदैन। सलादको रूपले खान सकिन्छ, मैले खाने है। अनि सेम प्रोसेस एउटा काँक्राबाट चाहिँ 4 पिस आउँछ, 4 साइड। ट्याक्कै 4 यो फाल्नु पर्छ। यति भइसकेपछि अब रोलमा हाल्नलाई चाहिँ जति पातलो त्यो चाहिँ राम्रो हुन्छ। हुरामाकी बनाउन पनि, भोसोमाकी बनाउन पनि सकिन्छ। अब यसलाई चाहिँ बिचमा सेट गर्ने। दुईटा भयो, दुईटालाई अब एकैचोटि काट्ने। सुर काटेँ मैले। यो बिचमा राख्दाखेरि ठ्याक्क बिचमा राख्ने। अनि यति ल्याइसकेपछि ल यो औँलाको सपोर्टले चाहिँ दाब्दै जाने। सुक्कुलाई अगाडि पछाडि गर्ने। स्वाद आयो। हेर्नु त कतिवटा निस्क्यो एउटाबाट। मसिनो भएर आयो। रोलभित्र हाल्नुलाई पनि मजा हुन्छ, राम्रो हुन्छ एकदम। सेप राम्रो हुन्छ रोलहरू। एकदम ध्यान दिएर सुन्नु होला है साथीहरू, हेर्नु होला। सुशीमा काम गर्ने इच्छुक साथीहरूले चाहिँ यो चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट हो। अब पालो आयो यो म्याङ्गो है। म्याङ्गो पनि युज हुन्छ सुशीमा। सुशीको रोलभित्र अब भेजिटेबलको रोलहरू बनाउनु अथवा चाहिँ क्यालिफोर्नियाको रोलहरू बनाउनुलाई चाहिँ यो म्याङ्गो पनि एकदम युजमा हुने फ्रुट हो। सुरुमा यो साइडको काट्ने यसरी सिधा मैले काटेँ। अनि सेम साइज यताको ल यसरी
अब यो म्याङ्गो चाहिँ यतातिरको सिलिङ छ, यो भएको सिलिङ छ, यतातिर फुटेको छ, यस्तो फुटेको छ। यही सेपको आधारमा तल चाहिँ यो बिउ गेडा पनि त्यसरी नै बनेको छ। त्यही सेपमा हामीले काट्ने हो। मैले सिलिङ त यतिर स्टार्ट गरेँ, यो चाहिँ बाहिर जान्छ। 1 अब यो चाहिँ फाल्ने। एउटा म्याङ्गोबाट चाहिँ चार काप्ला हुन्छ। यसलाई यसरी काट्ने त फेरि अनि यो बिचमा काटेर पोखरा चाहिँ फाल्नुपर्छ। यो मसिनो चाहिँ हुरामाकी भित्र युज हुन्छ। यो अलिकति मोटो हुन्छ, यो चाहिँ होसोमाकीतिर भन्छ है त। होसोमाकी खुटोमाकी भने के हो भनेदेखि चाहिँ अब मेरो उसमा कुन भ्युन फेसबुकमा पनि हेर्न सक्नुहुन्छ, त्यसमा बनाएको छु। र यो अरू भिडियो पोस्ट गरेकोमा पनि मैले पोस्ट गरेको छु। खुटोमाकी भने कस्तो हुन्छ, होसोमाकी भने कस्तो हुन्छ भन्ने कुराहरू है त साथीहरू। स्याट मेसिनले काटे जस्तो फिङ्गर चिप जस्तो निस्किन्छ कि। यो रेमा कति डिफ्रेन्ट भयो। यो मसिन चाहिँ हुरामाकीमा भयो, यो चाहिँ होसोमाकीतिर जान्छ, क्रेप हुन्छ। ल त है।